मलाई थाहा छ सबैजनालाई टप लेभलमा पुग्न मन छ, सबैजनालाई घर गाडी लट अफ मनी एचिभ गर्न मन छ। तर किन फ्यु पिपलहरूले मात्र एचिभ गर्न सकिरहेछ त? किन? तर हामीले पनि एचिभ गर्न सक्छौँ, हामीले पनि गर्न सक्छौँ त्यो कुराहरू जुन उनीहरूले गर्न सकिरहेछ, हो कि होइन? तर उनीहरूले मात्र किन गरिरहेछ त, हामीले किन गरिरहेछौँ भने मेन पोइन्ट त जो टप लेभलमा पुग्नु भएको छ नि, उनीहरूले सिर्फ फोकस भएर एउटा कुरामा मास्टरी हासिल गर्नुहुन्छ क्या, मात्र एउटा कुरामा, चाहे त्यो जेसुकै होस्, स्पोर्ट्समा होस्, अनि त्यो म्युजिकमा होस्, चाहे त्यो जेसुकैमा होस्, एउटा कुरामा मास्टरी हासिल गर्छन् क्या। अनि त्यो कुरा आज भोलि या पर्सिसम्म होइन, या वर्ष 2 वर्षसम्म होइन, दे डु द्याट थिङ्स फर लाइफ टाइम क्या, लाइफ टाइमभरि गर्छन् क्या उनीहरू। अनि त्यही भएर उनीहरूको नाम इतिहासमा रच्या हुन्छ। तर हामी त्यो लेभलमा किन पुग्न सकिरहेको छैनौँ? किनभने हामीमा ल्याक भएको कुरा के हो? फर्स्ट वान इज हाम्रो क्लियर भिजन छैन, सेकेन्ड वान इज अर्को के हो? क्लियर गोल छैन। अनि तिमीलाई थाहा छैन तिमीले के गर्दा तिमीलाई त्यो गरम मन लाग्छ, जस्तै वाट यु लाइक टु डु। अब तिमीलाई सिङ्गिङ गाउन मन लाग्छ खत्रै भने त्यो फिल्डमा गएर मास्टरी हासिल गर्नु पऱ्यो क्या। अब तिमीलाई स्पोर्ट्स फुटबल खतरा खेल्नु मन लाग्छ भने यु हेभ टु मास्टरी अन द्याट फिल्ड। हो, हामीले एउटा कुरालाई पक्रेर त्यो कुरामा मास्टरी हासिल गरे, फोकस भएर मास्टरी हासिल गर्छौँ भने कसैले रोक्न सक्दैन। ओके, फर इक्जाम्पल म अब खत्रै कन्टेन्ट क्रिएट बनाउने भन्ने सोचमा छु होइन, तर अब म यो कुरामा मास्टरी हासिल गर्छु भन्ने सोच छ। तर मैले यो फिल्डमा लागेँ तर कन्सिस्टेन्सी र म डिसिप्लिन भएन भने यो फिल्ड मेरो लागि केही होइन क्या, केही होइन। तर म कन्सिस्टेन्सी प्लस डिसिप्लिन भएर यो फिल्डमा लाग्यो भने नि यो फिल्डले मलाई धेरै कुरा दिन्छ, लाइफ टाइमभरि नै दिन सक्छ क्या। सो त्यही भन्ने हो, लास्ट बट लिस्ट यु हेभ टु नो वाट इज यर भिजन, वाट इज यर गोल। अनि त्यो भिजन र गोल क्लियर छ भने you have to be disciplined, you have to work hard and you have to be consistency। अनि आज भोलिसम्म मात्र गर्ने होइन, फर लाइफ टाइमसम्म गर्ने हो क्या, लाइफ टाइमसम्म। अनि त्यो ट्र्याप, कति धेरै मान्छेहरू ट्र्यापमा पसिरहेछ क्या अझैसम्म नि, दे आर इन ट्र्याप, दे डोन्ट नो। अब वर्षौँ 10-20 वर्षसम्म अरूको अफिसमा काम गरे हुन्छ, उनीहरूलाई स्यालेरी पनि राम्रो हुन्छ, तर उनीहरूलाई थाहा हुँदैन उसको भिजन के हो, उनीहरूले के गर्नु रुचाइरहेछ। तर उनीहरूलाई थाहा हुँदैन कि उनीहरू ट्र्यापमा फसिरहेको छ भनेर। सो डोन्ट ट्राई टु बी लाइक माउस, ऱ्याट रेस, त्यो ऱ्याट रेसमा नफस क्या। सो ट्राई टु बी डिफ्रेन्ट, अलिकति डिफ्रेन्ट हुन सिक क्या, त्यो ट्र्यापबाट बाहिर निस्केर सोच क्या, दुनियाँलाई बुझ्न कोसिस गर, हाउ वर्ल्ड वर्क्स, कसरी चलिरहेछ यो दुनियाँ। यु हेभ टु थिङ्क लाइक द्याट। मान्छेहरू चलिरहेछ भने चाहिँ त्यही मान्छेहरूको पछि चल्ने होइन क्या, आफूले डिफ्रेन्ट तरिकाले सोचेर डिफ्रेन्ट तरिकाले चल्यो भने यु विल बी टप 1% in near future, and I believe myself I will be one of them। मलाई लाग्छ किनभने I trust myself, I believe in myself and I know I can do that no matter what, गर्न सक्छु। So
एभ्रिवान ट्राई टु किप, मैले जे भनिरहेको छु नि त्यो कुरालाई एकदमै माइन्डमा राखेर एकचोटि सोचेर क्लियर भएर अनि त्यहाँदेखिबाट यु हेभ टु स्टार्ट योर डे फ्रम नट टुमोरो, फ्रम नट डे आफ्टर टुमोरो, यु हेभ टु स्टार्ट योर डे फ्रम टुडे। आजदेखि नै स्टार्ट गर्ने हो क्या। सो यति भन्दै मेरो भिडियोलाई म आज यतिमा समाप्त गर्छु र अर्को नयाँ नयाँ भिडियोहरू बबाले आउनेछ। सो किप सपोर्टिङ मी, सब्सक्राइब हान्नु पऱ्यो सबजनाले। ल